नेपाल बसेर के काम भन्नेहरूलाई यो भिडियो। काठमाडौँको चियामाया सबैलाई थाहा छ। आज चियामायाको मालिक शुभम घिमिरेको बारे कुरा गरौं। आफू जन्मेकै ठाउँ बुटवलमा यङ एजबाटै शुभमले चिया होलिक एउटा चिया पिउने ठाउँ 3 वर्षदेखि चलाउँदै आएको छ। बुटवलमा चिया खाने कल्चर एकदम धेरै, आफ्नो सर्कलको साथीभाइहरू टन्न सबजना आइहाल्छन् भनेर खुलेको यो चिया होलिक अहिले बुटवलकै नम्बर 1 चिया खाने ठाउँ भएको छ। अब चियासँगै मिठो खाजाहरू पनि यता चिया होलिकमा पाउनुहुन्छ। बुटवलमा धेरै पाल्पाको इन्फ्लुएन्स भएकोले बटुक चुकाउनेदेखि चटपटे आलुचप जस्ता खाजाहरू पाइन्छ। शुभमलाई अब यङ एजबाटै राम्रो एक्सपिरियन्स भयो क्याफे कसरी चलाउने भनेर। यङ ब्लड भएकोले धेरै गर्न मन थियो, so he opened another brand in Butwal called the Softy House. बुटवल एकदमै गर्मी ठाउँ, सो यता रिफ्रेशिङ सफ्टी आइसक्रिमहरू पनि पाइन्छ विथ होममेड वाफल्स कोन। यो सफ्टी आइसक्रिम चाहिँ नर्मल आइसक्रिम भन्दा अलिकति डिफरेन्ट टेक्सचर हुन्छ, मोर क्रिमी साइड, र आइसक्रिम चाहिँ डिफरेन्ट फ्लेभर्समा पाउनुहुन्छ। प्राइस एकदमै रिजनेबल अनि यता बस्ने एरिया पनि सो कन्भिनियन्ट। रेस्टुरेन्ट खोल्दा चाहिँ लोकेसन एकदमै म्याटर गर्छ भन्ने कुरा थाहा पाएपछि द सफ्टी हाउस चाहिँ बुटवल भाटबटिनी लाइनमै देख्नुहुन्छ। दुईवटा यस्तो एक्साइटिङ प्रोजेक्ट बुटवलमै सफल भएर राम्रो एक्सपिरियन्स भइसकेपछि शुभम अहिले काठमाडौँ आएर झम्सिकेल एरियामा चियामाया खोलेको छ। दिस इज अ ग्रेट एक्जाम्पल एन्ड मोटिभेसन टु ऑल द युथ इन नेपाल। लेट्स सपोर्ट आवर होम ग्रोन एन्टरप्रेन्योर।